नमस्ते आरामै कसले कसले हेर्नु त यहाँ हामी यहाँ आएको छौँ है अहिले यहाँ के अरे यो ठाउँ के अरे गङ्गापुर त हो कि गङ्गापुरलाई आमा घर है हाम्रो वृद्धहरू हुनुहुन्छ यहाँनिर होइन आज हामी यहाँ चाहिँ एउटा सानो सिन लिनको लागि आएको छौँ उहाँहरू हेर्नु त कस्तो माया लाग्दो कस्तो यहाँ कसैको सहयोगहरू छैन अरे होइन उहाँ हाम्रो बहिनीहरूले दिदीहरूले सबैजना मिलेर चलाइरहनु भएको रहेछ होइन हामी यहाँबाट के हजुरहरूलाई रिक्वेस्ट गर्छौँ भनेदेखि सरकारले पनि नहेरेपछि देश तथा विदेशमा बस्ने सम्पूर्णहरूले सहयोग गरिदिनु हाम्रो आमाहरू यस्तो हुनुहुन्छ यहाँ हुनुहुन्छ होइन सबैजनाले राम्रो होस् होइन तपाईँहरूले थोरै थोरै दान मात्रै गर्नुभयो भने पनि उहाँहरूको आनन्दले बसेर खान होइन जीविका हुन्छ राम्रो हुन्छ सहयोग भयो भने यहाँ चाहिँ हामीलाई ठुलो रात मिल्छ हामी चाहिँ सबैजना मिल्यो भने थोपा थोपा जम्मा भएर चाहिँ समुद्र बन्छ त्यही त अनि आज हामी आज एउटा सिन लिनलाई आएको छौँ हामी नारी सिरियलको टिम होइन टिम भन्नाले हाम्रो पार्टमा हाम्रो ऊ चाहिँ होइन यहाँबाट अब सिन लिएर हामी अनि हजुरहरू माझ ल्याउँछौँ हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला र यो ठाउँलाई हिमालय वृद्धाश्रम केन्द्र रहेछ हिमालय वृद्धाश्रम केन्द्र है यो बस पार्क नेरी छ हाम्रो गङ्गापुर बस पार्कबाट 100 किलोमिटर अगाडि छ यहाँ पनि हुनुहुन्छ सबैजना हुनुहुन्छ यताभित्र पनि ल्यायो यताभित्र 100 किलोमिटर होइन 100 मिटर अगाडि 100 मिटर कि 100 किलोमिटर 100 मिटर अब सबैजना खाना खाएर गइसक्नु भएको छ है थोरै हुनुहुन्छ अब एकछिनपछि हाम्रो सिन हुन्छ अनि मलाई कसले बोलाएको हजुरले बोलाउनु भएको मलाई किन ए हो यहाँ दुख्यो हो हेर्नु त कस्तो माया लाग्यो है हजुरले सहयोग गर्नुपर्छ है देश तथा विदेशमा सम्पूर्ण हेर्नेहरूले चाहिँ थोपा थोपा भए पनि गर्नुपर्छ म फेसबुकमा राख्छु फेसबुकमा लाइक कमेन्ट र सेयर पनि गर्नु होला र हजुरहरूले हिमालय वृद्धाश्रम केन्द्र यस्तै हो है सबै यस्तै हो के गर्नु भोलिको दिनमा यस्तै हुन्छ हाम्रो पनि बेला त्यही हो आउँदैछ दिनदिनै डरै लाग्छ है के गर्नु अब यस्तै हो नि यहाँ अब हामी सिन लिन्छौँ अनि सिन लिएर अनि हामी जान्छौँ है हजुरहरूले चाहिँ कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला र हाम्रो डाक्टर साहबलाई पनि देखाइदेऊ बस के भन्नु मन लागेको छ नि भन्नु त्यस्तै हो आश्रममा आएको छौँ अब यहाँको जानुभयो हामी चाहिँ सुटिङको लागि आएको हौँ ल यो भिडियो जहाँ जहाँबाट हेर्दै हुनुहुन्छ हजुरहरूले हेरिदिनु होला नमस्कार यहाँको अवस्था हेर्दाखेरि एकदमै होइन अब मनदेखि नै दुःख लाग्दो रहेछ होइन अनि अब दिदीले भने जस्तै अब जसले सहयोग गरिदिन सक्नुहुन्छ प्लिज सहयोग गरिदिनु होला मैले यही अपिल गरेँ थ्याङ्क यू भाइ ल